What's up guys, it's your boy Nima. It's your boy Subhash. So we are guys again back with new vlog. So आज after long time हाम्रो सुभाषसँग कहाँ जाँदैछ भन्नु या what's up guys, या what's up bro यार के छ यार अनि कस्तो छ यार सिन यार. So आज चाहिँ हाम्रो बिदा थियो कलेज हैन, त्यही माथि काम पनि बिदा अनि कलेज पनि बिदा. त्यही कारणले आज हाम्रो प्लान चाहिँ त्यस्तो केही पनि छैन, एक्कासी प्लान भएको. पानी परिरहेछ मौसमले साथ नदिएको कारणले. बट वी आर हैभिङ अ प्लान. आजको प्लान के हो भन्दियो? हामी छामसिलतिर गइदिउँ. छामसिल गइदिउँ. खाङनामतिर गइदिउँ. गयो पायो कलेज गइदिउँ. त्यही हो. अनि किनकि भोलि चाहिँ हाम्रो कलेज छ, आज बिदा भएको कारणले चाहिँ एक्कासी. अनि अहिले चाहिँ हामी यहाँ हाम्रो आफन्तको घरमा अनि यसो घुमघाम गर्नलाई आएको. अनि त्यसपछि चाहिँ अब चाहिँ हामी यसपछि यहाँबाट सिधै बस सबै के चढ्ने मलाई थाहा छैन. लेट्स सी. अनि आज यतिकै चाहिँ होस्, त्यस्तो पानी पनि खतरनाक नपरोस्, दर्दनाक नपरोस्, यतिको भए पनि चल्छ. अब ढिलो नगरिकन हाम्रो यात्रातिर लागौँ. यहाँ उहाँ मलाई मन परेको थियो, यो चाहिँ गुम्बा जस्तो रहेछ. हिजो आउँदैछ, कस्तो दामी थियो यहाँ, कसम यहाँ. अगाडि त कसम गुम्बा त अक्खा देखिरहेको छ त यार. हामी बस चढ्नको लागि वी आर फाइन्डिङ अ बस. तर बस कता पाइन्छ त्यो पनि मलाई थाहा छैन. अब कोरियाको लाइफको कुरा गरिदिनु थाल्यो भने आँखाबाट आँसु मात्रै आउँछ. त्यही भएर मलाई कोरियाको लाइफको कुरा गर्नै मन छैन. मन पनि नहुनु कसरी, नगरौँ भने नगरौँ कसरी, गरौँ भने गरौँ कसरी. गर्न थाल्यो भने यो त्यो दिन थाल्छ, नगरौँ भने पनि फेरि आउनेहरूलाई यसो दुःख दिन्छ भनेर होइन. त्यस्तो लाग्छ मलाई लाइफ. अब कोरियाको लाइफ कस्तो छ भन्दाखेरि त यस्तै छ, विरक्त छ. काम गर्न मन छैन. टुबी अनिस अहिले मलाई चाहिँ काम छोड्न मन लागेको छ. अब काम छोड्नको लागि चाहिँ पहिला फर्स्ट अफ अल आफूले काम गर्नु पऱ्यो. भएको एउटा काम पनि छोड्यो भने तनाव हुन्छ. फेरि भाषा त्यही हो, छारे हो, भाषा त झारे हो. छारे चाहिँ फेरि यहाँ कोरियनबाट चाहिँ खतरालाई भन्छ, झारे चाहिँ हो मेरो. भाषा त औडा छ नि, भाषा नआएसम्म चाहिँ काम पुग्दैन. तर फेरि भाषा आयो भने चाहिँ काम चाहिँ राम्रै पाइन्छ है. अब आफूले खोज्न पायो, आफूले चुज गरेको कामहरू मजाले पाइन्छ. तर भाषा नआएको कारणले चाहिँ अहिले चाहिँ मलाई रिसेन्टली चाहिँ काम छोडौँ भनेर सोच्न छु. एकदम चिक सुनेर. तर अब छोडौँ पनि कसरी हो क्या, फेरि काम गरेन भने फेरि पैसा भएन नि त. पैसा यहाँ त सबै पैसा हो. फेरि हाम्रो सुभाष चाहिँ खुसी नै छ भनौँ न. त्यही भएर ज्यान पनि यहाँ लागेको छ. म चाहिँ खिग्रिक्कै भइसक्यो भने कसम मलाई चाहिँ के को दुःख हो त्यस्तो यार. कसम म हामी सब दुःख मान्नु भएन नि त. आफू नेपाल छोडेर बल्ल आएको छ, खुसी हुनु सिक्छ. ल ठिक छ, अबदेखि म खुसी हुँदैछु गाइस. अबदेखि म खुसी हुन्छ है. पैसाले त कसलाई पुगेछ र कसैलाई पुग्दैन. ए जम ल, म अबदेखि खुसी हुन्छु है. तिमीहरू यात्रा अब निमा खुसी हुन्छ अरे ल गाइस. अब तिमीहरू डिप्रेसनको भिडियो आउँदैन नि अब त. खुसी भएर आएर यो त फेरि डिप्रेसन जान्छ. यो त कन्टेन्ट मात्र हो. कन्टेन्ट मात्र हो. त्यो त तिमीहरूलाई थाहै छैन. मैले कन्टेन्टको कस्तो दिमाग लाग्यो भनेर नि थाहा छैन. त्यो त भाइरल हुन, नाम कमाउनलाई हो नि. यसो दिएको नभए त कोरियामा आफै के सोचेछ, जुत्ता यहाँ मलाई लुइस भुटान लाग्छ. भने महिनामा मलाई लाखौँ कमाउँछ, मलाई तिमीहरूले कमाउँछ नेपाल बसेर. बस के त कोरिया यस्तै हो गाइस. जहाँ गए पनि कोरिया यस्तै हो. नेपालै जस्तो छ. रोड छ, गाडी साडी छ, मान्छेहरू छ. मान्छे यति अलिकति गोरो छ, छाला चाहिँ नेपालको भन्दा नि फरक त्यति छ. राम्रै पनि फेरि राम्रै छ. कोरियनहरू राम्रै छ. अनुहार परेकोहरू छ. केटा चाहिँ थाहा भएन, केटीहरू चाहिँ राम्रै छ है टु बी अनेस्ट. अनुहारहरू केटीपट्टि होला र आमा पर्ला नि. हो त्यो चाहिँ हो. फेरि यहाँ त 50-60 वर्षको बुढीहरू पनि भर्खरको नेपालको 25-26 वर्षको तरुणीहरू भन्दा राम्रो हुन्छ नि यहाँ फेरि. सो नझोक्नु होला. आमाले पठाइदिएला फेरि आमाभन्दा छोरी तरुणी लिपस्टिक पाउडरले भनेर गीत सुने होला नि. सेम त्यस्तै छ यहाँ. लिट्टु हो त्यस्तो यहाँ त. तर हामी कहाँ कुन ठाउँ आयो साँच्ची? मेनमोङ स्टेसन आइसक्यो. कोरियाको फेरि यस्तो हुन्छ नि, अन्डरग्राउन्ड हुन्छ नि फेरि यस्तो. अनि मेट्रो अघि बालिनले भिडियोमा काठमाडौँमा मेट्रो के मेट्रो पो ल्याउने कुरो गरेको थियो. त्यही हो. यहाँ चाहिँ अब अन्डरग्राउन्ड निकाल्नुपर्छ. अन्डरग्राउन्ड निकाल्न लागि त नेपालको टु बी अनेस्ट नेपालको त्यो बाटो त खनेर सकेको छैन. त्यो भएको बाटो त प्रिजर्भ गर्न सकेको छैन. यस्तो अन्डरग्राउन्ड खन्ने त यस्तो छ. यस्तो कोरियाको अन्डरग्राउन्ड पनि यस्तो हुन्छ. अनि त्यो चाहिँ सायद मेरो छोराको पापा पनि आई थिङ्क बनिसक्दैन होला.
छिर्ने हामीभित्र कोरियामा सेल लाग्दै बजारमा अन्डरग्राउन्डमा कस्तो राम्रो राम्रो लुगाहरू चाहिँ अब नेपाली 1000मा हेर्नु न 10,000 भनेको नेपाली 1000मा हो कस्तो कस्तो क्युट क्युट केटीहरूलाई कसम यतिको भयो भने नेपालमा त म मालामाल धनी हुन्थेँ यार 1000 रुपियाँमा कस्तो राम्रो राम्रो लुगा आइसकेको छ एन्ड हियर इज जम्सिल पुरै माउन्टेन रहेछ त्यहाँ आई थिङ्क यो एरिया यस्तो हुनुपर्छ यो यहाँको डोक्दो भन्ने ठाउँ डोक्दो इज अल्सो कल दोक्सन कभरिङ आइल्यान्ड इज लोकेटेड 87 किलोमिटर द साउथर्न सब आइल्यान्ड भल्क्यानोहरू फाइनली वी आर एट जम्सिल अब हामी चाहिँ जम्सिलबाट कुन ठाउँ जाँदैछु हजुरहरूलाई देखाउँदै जाँदैछु सो किप वाचिङ एन्ड अलिकति आज चाहिँ अलिकति बाहिर निस्केको फेरि अरू बेला चाहिँ बस काम युनि हुन्थ्यो आज चाहिँ बाहिर आएपछि हेलो बिबी आइम इन कोरिया हियर इज फाइनली एज यु क्यान सी लोते ओल्ड महल आमा कत्रो ए बाबा ए देवा कत्रो ठुलो टावर ए बाप रे बाप सो गाइज दिस इज कोरिया हियर इज कोरियन पिपुल हेलो 안녕하세요 한국 사람이야? 네 맞아요 नेपाल 사람이야 गाइज हेर्नुहोस् दिस इज यो कत्रो लोते महल बाप रे बाप कसम कस्तो ठुलो माथि टाउमा जानु मिल्छ यसको टिकट कति छ सुभाष कति हामी 4 जनाको 12 मान तिरेको 12 मान भनेपछि लगभग 3000 तर बाहिरको दुनियाँ चाहिँ कोरियामा एकदम रमाइलो छ है मैले जतिसुकै डिप्रेसनको भिडियो देखाएँ पनि कसम होइन तर यस्तो हो किनकि हामी चाहिँ अब काममा जाने युनिभर्सिटी आउने हो त्यसपछि त लाइफ त विरक्त लागिहाल्छ नि होइन अब आफू जहिले नेपाल हो त यहाँ घुम्ने यता घुम्ने उता रमाइलो गर्ने साथीभाइ भेट्ने यसो जाने मान्छे यहाँ आएर मुला खोरमा थुनेछ जेलमा हालेको छ फेरि निकालेर फेरि छोडिदिएको छ पिन्जडाको सुगा जस्तो भएको थियो नि त त्यही भएर हो बट हजुरलाई देखिरहेको होला नि बाहिरको लाइफ वाट अ ब्युटिफुल प्लेस यार अब त लोते ओल्ड एडभेन्चर त्यो पनि छ क्या लोते ओल्डमै छ एडभेन्चर जान आँटे ल सो गाइज वी आर गोइङ लोते ओल्ड एडभेन्चर त्यहाँ अगाडि रहेछ हो यार यस्तो जाडोमा त आहा चक्क चिया खाएर पपकर्न खाँदै नेटफ्लिक्स हेर्नु रमाइलो हुन्छ जस्तो लागेको थियो मलाई त टावरै आधी गायब छ यार कोरियामा चाहिँ तर अहिलेसम्म मैले सुनेको अनुसार चाहिँ कोरियन केटी पढ्नको लागि चाहिँ अलिक पैसा हुनुपर्छ अरे भन्ने सुनिरहेको छ होइन गर्लफ्रेन्ड बनाउनु पनि आई थिङ्क होला किनकि अब कोरियन केटी पठाएपछि अब हामी जस्तो मलाई घरमै बसेर दाल भात पकाएर त खाँदैन यिनीहरू त्यसको लागि रेस्टुरेन्ट जान्छ होला कफी क्याफे जाने भन्ने होला डेटिङ जाने भन्ने होला फिल्म हेर्नु जाने भन्छ होला अनि त्यही कारणले चाहिँ आई थिङ्क अलिकति गाह्रो पर्ला कोरियन गर्लफ्रेन्ड बनाउनलाई तर यी सक्यो नेभर माइन्ड मलाई हामी पनि मलाई धनी बोका गरिब छोरा हो लोते महल ओ कसम यार यो ठाउँ त बल रहेछ यार म अलिक दिउँसो घाम लाने बेला अलि आइफोन 16 प्रो म्याक्स 15 प्रो म्याक्स आउने यार एउटा भिडियो बनाएको राम्रो आइरहेछ होला तर पनि माइन्ड नगर्नु होला गाइज यार अब बल्ल आज एक दिन छुट्टी भएको छ म त चिल भयो आज त रमाइलो भएर छ कसम वाउ अब यो दुइटामा मेल कुन हो फिमेल कुन हो कसरी चिन्ने यसको कहानी म अब बुझ्छु क्या ल यसले त यहाँ लिएर आएछ नि त यार मलाई त जाने मलाई ऊ त्यो खोला देखिहालेँ मैले ल अब आइपुग्यो त अब के गर्नु अब त आयो अब रमाइलो गर्नु पर्यो वाउ यार कस्तो दामी ठाउँ गाइस यार कस्तो बवाल कसम कताबाट डुल्ने त लेफ्टबाट राइटबाट लेफ्ट गाइस यार फाइनली वी आर हियर यु क्यान सी द प्लेस कस्तो दामी यार गलत टाइमिङ रङ टाइमिङ तर नेभर माइन्ड वाउ यही ठाउँमा त अनि मलाई उयो बनाउनु थियो यार टिकटक सो हियर वी गो गाइज एन्ड हियर इज एभरल्यान्ड नेपाल एभरल्यान्ड जम्सिङको एभरल्यान्ड यो हो सानो अल एभरल्यान्ड उयो घुमाउने त्यहाँ त डर लाग्दैन जाब रोलर कोस्टर त खेलेँ यस्तो जाबमा डर आउँछ म ओ यार कसम यहाँ डिस्नील्यान्ड पनि रहेछ नि त सबै एभरल्यान्ड कस्तो रहेछ नि त उयो ब्रिजमा चाहिँ फोटो दामी आउँछ जानु मिल्छ मिल्दैन ब्रिजमा हो र कस्तो दामी रहेछ नि यो साइडमा चाहिँ ओहो त्यहाँभित्र जान टिकट चाहिन्छ वाउ यार ओ कस्तो राम्रो आएको भिडियो त्यो यार
कस्तो दामी ठाउँ आएछ यार तर रमाइलो लागेको मलाई चाहिँ जेसुकै भए पनि जोस् एभरल्यान्डको सानो एभरल्यान्ड हुनसक्छ यहाँको चाहिँ सानो एभरल्यान्ड यो पार्क पनि एकदम यो डेटिङ सेटिङ गर्ने ठाउँ पाराको यहाँभित्रको यो भन्दा मैले त्यो पार्कको ढुङ्गा दामी लाग्यो क्या सो यहाँभित्र जान टिकट चाहिँदो रहेछ सो आई एम सो सरी गाइज दिस टाइम म जान सकिनँ बट नेक्स्ट टाइम म आउनेछु हतार हजुरहरूलाई उयो देखाएर कति रहेछ टिकट एडल्टको 62,000 रे 6,200 त उताको भन्दा महँगो रहेछ त अनि हेर्नु टिकटको प्राइस महँगो भयो नि एभर सो गाइस वेलकम ब्याक सो वी आर अगेन हियर हजुरहरूलाई म देखाउने छु कोरियाको जम्सी खेलको जम्सी खेल्दै कहाँ जम्सी खेलको गयो नेपालको जम्सी खेल हुँदैन यहाँको जम्सीको यस्तो दामी ठाउँ छ अहिले वी आर एट द बेस्ट लोकेसन अब म हजुरलाई देखाउन गइरहेको छु ढिलो नगरिकन 3, 2, 1 हेर्नु त्यो त त्यहाँ डिस्नील्यान्ड वा यो ठाउँ हेर्नु न वा 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 ओ माई गाड यहाँ बस्ने आनन्दको ठाउँ वा कस्तो दामी ठाउँ छ क्या कसम यार यहाँ बस्ने पिस वा देख्नु पनि यहाँ वानमा आएर चाहिँ त्यहीबाट टन्ट वा कसम आइ वाट अ ब्युटिफुल प्लेस गाइस यार सुवास कस्तो लाग्दैछ कुल सुवास एकदम चिलमा छ फोटोसुट हान्ने भनेर बसिरहेको छ बहिनीले पनि एक दुईवटा खिचिसक्यो ढिलो नगरिकन अब फोटोसुट लाग्दैछ सी गाइस आफ्टर सम टाइम माम ओ मेरो केटा फेरि आइपुग्यो म अब चाहिँ म एकदम सरप्राइजिङ कुरा सुनाउन आएको सरप्राइजिङ के हो भने अब यसो घुम्नु भोक लाग्यो अनि सो अब हामी चाहिँ मालाथाङ खाना जाँदैछौँ मालाथाङ भनेको चाहिँ एउटा चाइनिज फुड हो होइन तर कोरियामा एकदम पपुलर छ जो यसको अब स्पाइसी सबै हुन्छ नि त अब हामी मालाथाङ खानाले यत्रो यहाँको यत्रो यो जामसिलमा आएर यत्रो बजारमा आएर यहाँको यो रेस्टुरेन्टहरू हाम्रो पछि होइन सो अब हामी चाहिँ यहाँबाट 20 मिनटको बाटो जाँदैछु सिर्फ मालाथाङ खानाले भनेपछि न वी आर कोरियन गाइस अब कोरियन भइसक्यो अब त कोरिया त सिँगै खाइदिनु हो तर दुःख कुरो के अलिकति भाषा आउँदैन त्यही कारणले चाहिँ अलिकति दुःख भएको छ तर अब त आउँछ बिस्तारै आउँछ कोरियन हुन्छ अब त मालाथाङ अब हामी मालाथाङ यस्तो हुन्छ मालाथाङमा चाहिँ यसो सानोहरू यस्तो हुन्छ अब आफूले के हाल्ने के खाने धेरै नआएर खोजेर साथी लिएर यस्तो सामानहरू सुरु गर्ने अनि यो सर्भ होइन अनि यहाँ किलो अनुसार हुन्छ फाइनली यो मालाथाङ रेडी भइसकेको छ अनि यस्तो रहेछ उहाँको मिक्स हुन्छ नेपालको थुक्पा जस्तै यसरी कतरमा हाल्ने सुट पारेर मान्दैन हो मान्दैन हो 고기 미ठो Let's try a soup. कस्तो मलाई हाम्रै गाडा भयो कुनै नहाल्दा त खजिन खा
ल फेरि पनि आइपुग्यो लास्ट पछाएर आफ्नो टोलको कथा सुनाउन गेस विज ब्याक यसो बोर्नीमा हियर इज क्वेक्स सो फाइनली वी आर हियर एन्ड यहाँ छ अर्को पनि ठाउँ एकदम दामी ठाउँ देखिरहेको छ वाउ आई थिङ्क यो चाहिँ आई थिङ्क उयो होला अलिकति कोरियाको ट्रेडिसनल पार्क घरहरू यु क्यान सी हियर इज हात्ती मेरो साथी डेन्जरस रहेछ त डेन्जरस यहाँभित्र त घुम्ने ठाउँ त यहाँ दर्दनाकै रहेछ नि कोरियामा बट अफसोस कस्तो ओ यार यता दामी ठाउँ रहेछ यार यता जाने हो कि उता जाने हो बट वी आर गोइङ देयर क्वेक्स यहाँ लाइब्रेरी छ भन्ने सुनेको छु सो अनि आई थिङ्क केटाहरू फोटोसोटो खिच्नु भन्नु छ ओके म खिचिदिन्छु केटाको फोटोसोटो खिच्न मन छ भने अब आइसकेपछि फोटोसोटो भिडियो सिडियो त दिनै पऱ्यो अब देयर इज बुद्ध कहानी बुद्धको जस्तो छ यो अलिअलि चाइनिज पाराहरू पर्छ ओहो यहाँ त पुरै भगवान्हरूको यो त्यो सबै देखाइरहेको छ त सो लेट्स गो एन्ड भगवान बुद्धको रहेछ यार यहाँ गौतम बुद्ध यार आमा मैले जुग पछि देखेँ भगवान बुद्धलाई ढोक्नु पऱ्यो यार लेट मी ढोकम यार नेपालमा मन्दिरै पछि जाने उयो छ यहाँ पनि अब गौतम बुद्धको भगवान मोनेस्ट्रीको जस्तै उयोहरू छ यहाँ त स्ट्याचुहरू सायद कोरियाको भगवान पर्छ यस्तो ठाउँमा आएपछि अलिकति वाउ वाट अ ब्युटिफुल ओ लाफिङ बुद्ध ए लेट्स गो इनसाइड अनि भित्र के रहेछ म अझ देखाउनेछु आई थिङ्क कोरिया आएपछि आफ्टर 6 मन्थ पछि चाहिँ भनौँ न यस्तो टेम्पल साइडमा हामी जाँदैछौँ होइन सो मन्दिर भनेपछि चाहिँ ह्युज रेस्पेक्ट है किनकि एज अ बुद्धिस्ट रेस्पेक्ट त आफूले फेरि खतरनाक मानिन्छ होइन भगवान्लाई बुद्धिस्ट भएपछि बुद्धिज्मको डर मानिन्छ सो यहाँ चाहिँ लाफिङ बुद्ध अनि गौतम बुद्धको यस्तोहरू देखाइरहेछ सो एकदमै अनि माथिको यो हेर्नुहोस् यो आई थिङ्क दिस इज द बेस्ट हेर्नुहोस् न यो वाउ क्या दामी पाराले सजाएको क्या है एकदम राम्रो छ एकदम रमाइलो लागेको छ वाउ यो फेसहरू यो डिजाइनहरू कस्तो क्युट डिजाइनहरू अब के हो होइन त्यो चाहिँ हाम्रो बुझ्दैन तर पनि यस्तो हेऱ्यो भने साह्रो चाहिँ आई थिङ्क यो चाहिँ हो है गुम्बा सुम्बा होइन गुम्बा नै हो यो हेर्नु आहा गुम्बा नै हो कोरियाको गुम्बा ढ्याङ्ग्रो स्याङ्ग्रो पनि छ नि त सबै सो गुम्बा नै हुनुपर्छ यो सो अब यहाँ के गर्न पाइन्छ के गर्न पाइँदैन त्यो त मलाई पनि थाहा छैन बट सो कोरियामा पनि जोस् भगवान बुद्धलाई मानेको छ 2024 बुद्धिस्ट इरा बुद्ध बर्थडे सबै देखाएको छ सो यो नेपालमा त छ अलरेडी नेपालमा एकदम मानिन्छ होइन भगवान बुद्धलाई सो यहाँ पनि खुसी लाग्यो यसरी बुद्धलाई पूजा गरिँदो रहेछ प्रे गरिँदो रहेछ यहाँ चाहिँ बुद्धिस्ट यहाँ चाहिँ नेपाली होइन नेपालमा त पुरै नगरौँ भने यस्तो उयसहरू त एकदम ह्युज रेस्पेक्ट एकदम माया एकदम मानिन्छ सो कोरियामा पनि बुद्धको बर्थडे यस्तोहरू पूजासुजा गरिँदो रहेछ सो आफै मान्छेहरू देखाउँदैछ
हामी यहाँ एकछिन घुमेँ अब एकछिन यस्तो हेऱ्यो अब यसपछि चाहिँ हामी होला आज युनिभर्सिटी फर्किँदैछु सो राति भइसक्यो अझै पनि हामी यता नामतिरै छु सो हेभ टु बी हरी एकछिन चाकचुक घुमेर फर्किहाल्नुपर्छ गाइज आज चाहिँ रमाइलो भयो यो नसोचे भयो नि रमाइलो भयो अनएक्सपेक्टेड भयो हेर्नुहोस् यहाँतिर वाउ ठाउँहरू पनि एकदम आनन्दको छ घुम्नमा आएपछि आनन्द अर्कै हुन्छ क्या जस्तो यसो हेऱ्यो भने मन शान्त भइन्छ कहिलेकाहीँ ठिस भइन्छ नि त त्यही भएर चाहिँ आहा यो घुम्दा चाहिँ मेरो दिमागमा नै फिस आई एम बेङ फिस यस्तो भएर चाहिँ आहा यो चाहिँ एउटा सहरको बिचमा एउटा एटलिस्ट सुख शान्तिले बस्ने एउटा गुम्बा चाहिँ रहेछ है गाइस ल सो वी आर हियर कस्तो दामी ठाउँको देखाउन गइरहेको छु लेट्स सी है त गाइस वाउ